लाइरहेको पुरानो कपडा को सिसे त्यस्तो मान्छेहरू चाहिँ पुरानो लाइरहेको कपडा खानु आज चाहिँ हामी चरीकोट सबभन्दा चाहिँ तपाईँको लाउने गरेको जस्तो भन्नु चरीकोटको बजारमा शान्ति आज चाहिँ लोकप फुन्सुमको पूजा ढोलछोक पनि गरेको आजलाई आज हामी गोले लामाको घरमा गरेको स्याछ्याङ भलु थाहा भयो नि तिमीलाई थाहा छ नि हो घोक चोङ हो त्यो हाल्ने त्यो भनेको शेरबल थाहा छ त्यसो हो त्यसको त नामै भनिदिनु स्याछ्याङ घोक चोङ त्यस्तोहरू क्या लाफु पनि है लाफु भनेको मुला क्या के भन्छ शेर्पा कुराहरू मुलालाई घरको झिन्दाको बाउ छोरा ऊ यहाँ चाहिँ गोले लामा गुरु हो अर्को हाम्रो नेता चस्मा लाउने फेरि गोले फेरि यहाँ हाम्रो लामा गुरु हुनुहुन्छ त्यस कारणले हाम्रो आज चाहिँ लोकाक दोन्चुर फुन्सुमको पूजा धोमाङ पढेको ढोलछोक गरेको यहाँहरूले हेर्नु सक्नुहुन्छ। यहाँ चाहिँ हामीले साधारण हो यो यसरी त्यो तपाईँको हामीले लुई बनाएको छ यो लुई साधारण समय गऱ्यो भने चाहिँ योभन्दा खतरा खालको बनाउनु सकिन्छ। यहाँ छाम्बा लामा हुनुहुन्छ छाम्बा लामा लोसुम लामा तपाईँ के गर्नु खोजेको आज के पूजा गरे तपाईँहरूले आज चाहिँ यहाँ भगवान बुद्धको पाठ गरिसक्यो। अब अन्तिममा मान्छेहरूको चाहिँ अब 7 ग्रहहरू 3 ग्रहहरू 7.5 त्यो गरेर खड्काहरू सबै ग्रह शान्ति गर्ने पूजाहरू गर्न लागेको छ। ए ल सो अनि यो बनाएको छ नि यो किन बनायो? यो चाहिँ अब यो 12वटा लोकोचित भनेर 12वटा चाहिँ वर्षहरूको नक्षत्र ग्रहहरू सबै शान्ति गर्नको लागि अनि हामीले यसरी पनि यो लुई भनेर मान्छेको चाहिँ शरीर स्वरूप बनाएर मर्छाएर अनि यहाँबाट चाहिँ अब पूजा गरिन्छ। अनि यहाँ लेखेको छ जीवालङ तक ये ढुक टुल्ता लुक्टे ज्याखी फक जीवा यहाँ लेखेको रहेछ। ल ए ल अहिले प्रष्ट भयो ल लसुम लामाले प्रष्ट गराइदिइसक्नु भयो। ल हाम्रो चाहिँ ग्रह शान्ति गर्ने हो सो भ्याएको ल टसिले